जीवन सङ्घर्ष हो। यहाँ जो कसैले सङ्घर्षको पाइला चालेकै छ। तर सोच्नुहोस् त, एउटा यस्तो पात्र जो पाइला चाल्नै सङ्घर्ष गर्छ। गर्भमै आमाको नालमा खुट्टा बाँधिएर क्लब फिट नामक शारीरिक अपाङ्गताका साथ जन्मिएका शरद आज सामाजिक कार्य मार्फत हजारौँ जीवनहरूलाई बसन्त बाँडिरहेका छन्। आउनुहोस् एउटा कथा म पनि भन्छु एपिसोड 1 को पहिलो कथाको पात्रको कथा सुनौँ। सुरु गर्छु। मेरो कथा सङ्घर्षबाट सेवासम्म। यहाँ सबैले मलाई अलग अलग तरिकाले चिन्नुहुन्छ होला। कसैले मलाई शिक्षाविद, कसैले मलाई विपदकर्मी, कसैले मलाई हिमाल चढ्ने मान्छे, कसैले मलाई फोटोग्राफर भनेर चिन्नुहुन्छ होला। तर मेरो सङ्घर्ष यहाँबाट सुरु भएको होइन। म जन्मिँदै दैवले मलाई तेरो सङ्घर्ष यात्रा सुरु भएको छ भनेर क्लब फिट नामक शारीरिक अपाङ्गतासँग जन्माउनु भयो, जसलाई हामी आमाको नालमा खुट्टा बाँधिएको भन्छौँ। त्यसबाट जन्माउनु भयो। मैले मेरा जीवनका पाइलाहरू चल्नु अगाडि नै 6 वर्षको उमेरमा मैले मेरो बुवालाई गुमाएँ। सायद सङ्घर्षका पात्र, सङ्घर्षका यात्रा अझै लेखिएका थिए होला। 15 वसन्त पुग्दा पुग्दै मैले मेरो दाइलाई पनि गुमाएँ। तर त्यो बेला 6 वर्षको उमेरमा बुवा गुमाउनु भनेको जीवनमा कत्रो ठुलो छाया गुमाउनु पर्ने हो, यो सबैले बुझ्नु भएको हुन्छ। तर आज म एउटा गर्वको साथ एउटा कुरा भन्न सक्छु। म त्यो साहसी अद्भुत आमाको छोरो हो जसले मलाई हुर्काउनु भएको छ। मेरो लागि बाल्यकालमा अरू बालकसँग हुने कुराहरू, खेलौनाहरू, नयाँ जुत्ताहरू, नयाँ झोलाहरू विलासिताका कुरा थिए होला। तर मैले एउटा कुरा सानैबाट सिकेको थिएँ। सङ्घर्ष गर्नु छोड्नु हुँदैन। केही काम सानो ठुलो हुँदैन। केहीको लागि नाइ भन्नु हुँदैन। सायद त्यही भोगाइबाट म यहाँ आज आएको छु। मेरो सम्पूर्ण जीवन पनि त्यही वाक्यमा टिकेको छ, सङ्घर्षबाट पछि हट्नु हुँदैन। जीवनकालमा धेरै कुराहरू देखि 11 वर्षदेखि उमेरमा ट्युसन पनि पढाएँ आर्थिक समस्याले गर्दा। 17 वर्षको उमेर पुग्दा पुग्दै भर्खर मोबाइल फोन चल्दै थियो। सिम कार्ड बेचे, मोबाइल फोन बेचे, खोस्टा बेचे, इलेक्ट्रोनिकका सामान बेचे। कहिले काम रोजिनँ। जे काम भेटे त्यो काम गरेँ। सायद त्यसैले होला म सङ्घर्ष गर्दा अगाडि बढ्दै गएँ। जीवनको 19औँ वर्षमा प्रवेश गर्दा यही वीरता मोडमा, म विराटनगरमा जन्मेको मान्छे, 63 सालतिर झापा आएको। जीवनको 19औँ वर्षमा वीरता मोडमा डिज्नी प्ले स्कुल नामक एउटा स्कुल सञ्चालन गरेँ। केही हजारबाट स्कुल सञ्चालन गरेँ र आज लगभग 20 वर्षमा त्यो स्कुलले धेरैवटा विद्यार्थीलाई जन्माइसकेका छ। धेरैवटा विद्यार्थी त मास्टर्स नै पुगिसक्नु भएको छ। धेरैले फोटो देख्नुहुन्छ हिमाल चढेको, तर हिमालमा त्यो उभिएर फोटो खिचाउँदै गर्दा पीडा कसैलाई थाहा हुँदैन। किनकि तपाईँ कसरी पुग्नुहुन्छ कसैलाई मतलब छैन। तपाईँ कहाँ पुग्नुहुन्छ त्यो सबैलाई मतलब छ। मेरो जीवनले मलाई समाजको विद्यालयमा पढायो, सङ्घर्षको विद्यालयमा पढायो र त्यही विद्यालयमध्ये एउटा कक्षा थियो हिमालको। म हिमालमा अध्ययन गरेको विद्यार्थी पनि हो। 2014 सालमा तिलिचो ताल मेरो पहिलो ट्रेक थियो। एकजना भाइ हुनुहुन्थ्यो सञ्जय मोदी भन्ने, उहाँले एउटा बसमा एउटा म्याप भेट्नुभयो तिलिचोको। जाम भन्नुभयो, हामीले पनि जाम भनिदियो। थाहा छैन, केही छैन। ट्रेकिङ अब 8586 त्यो बेला थिएन, ट्रेकिङको सामान किन्न पाइँदैन थियो यहाँ। शनिश्चरको एउटा दाइला भनेर झोला बनाउन लाग्यो। भारी न भारी के न टालटुल गरेर बनायो, गयो। त्यसपछि मैले अहिलेसम्म तिलिचो, थुरुङ्ला पास, अन्नपूर्ण बेसका, मार्दी हिमाल, मिरा पिक हुँदै 7200 मिटरसम्मको हिमलुङ हिमालको आरोहण पनि गरिसकेको छु। 2022 मा हिमलुङ गरेँ। त्यसपछि मलाई फ्रस्ट बाइट भएको हुनाले
3rd ग्रेडको फर्स्ट प्राइज भएको हुनाले एउटा साथीलाई जोगाउने क्रममा म त्यसपछि अहिले विश्राममा छु। कहिलेकाहीँ म हिमाल जाँदा आफूलाई प्रश्न पनि गर्छु कि यस्तो हुँदा के म साँच्चै सक्छु? हिमाल हेर्छु, आफूलाई हेर्छु। हिँड्नु जाँदा त मसँग जुत्ता पनि अब साधारण जुत्ता मलाई हुँदैन, त्यो फोमको टुक्रा काटेर त्यो माउन्टेनिङ सुजमा कोचेर गएको थिएँ क्या मैले, किनकि अब आफूसँग कस्टमाइज जुत्ता बनाउन सक्ने धन छैन, अरू जुत्ता आफूलाई हुँदैन। हिमालमा 2टा घटनाले मलाई अझै सबल बनायो। एउटा 26 गोलाईको घटना हो। कोही तिल्सो जानुभएको छ भने 26 गोलाइ भन्ने एउटा ठाउँ छ। 26 गोलाइ म साथीहरूलाई पर्खिँदै गर्दा म एकछिन बिस्तारै हिँड्दै थिएँ। म हिँड्दाखेरि तपाईँ जस्तै सामान्य सिधा हिँड्दिनँ, मेरो हिँडाइमा केही अलिक खुट्टा घुमिएका हुन्छ। एकजना युवक आउनुभयो, दाइ लाग्दैन आएर गल्ती गर्नुभयो, तपाईँ सक्नुहुन्न त, घोडा बोलाइदिन्छु है। त्यो बोली म उहाँको भनौँ न उहाँको माया होइन, उहाँको होचाइ थियो। एकछिन चुप बसेँ, लामो सास लिए, मुस्कुराए अनि भने, भाइ दोस्रो चोटि हो ल, अगाडि बाटो अलिक खराब छ, तपाईँ राम्रै जानु होला। त्यो जवाब मैले उहाँलाई सानो बनाउनलाई होइन, आफैलाई अझै सबल बनाउनको लागि गरेको थिएँ। त्यही तिल्सो सक्दै हामी थोरुङला गयौँ। थोरुङलाबाट ओर्लिरहेको थिएँ। ओर्लिने बेला म एकदम छिटो ओर्लिँदै थिएँ। तल एउटा महाराष्ट्रियन कपाल हुनुहुन्थ्यो, 40-45 वर्षको यसको बुढाबुढी। हामी माथिबाट हेर्दा चाहिँ उहाँहरू बसिराख्नु भएको थियो। म छिटो आउँदै थिएँ, उहाँलाई यसो ओए गर्नुहुँदै थियो। उहाँलाई के लाग्यो म लड्दैछु, अभ्यास कुरा हो, जसले पनि हेर्नुभयो भने त्यही नै भन्नुहुन्छ। रोके, उहाँ नजिक पुगे, उहाँले मलाई रोक्नुभयो, मेरा कुराहरू सुन्नुभयो, मेरो बारेमा बुझ्नुभयो, खुट्टा हेर्नुभयो। त्यस पछाडि के भन्नुभयो भन्दाखेरि, भाइ हामी यहाँ बसेर अब सक्दैनौँ, यहीँ कट्नुपर्छ, यहीँ बस्नुपर्छ लागिरहेको थियो, तपाईँलाई हेरेर एउटा ऊर्जा प्राप्त भयो, त्यसको लागि धन्यवाद। त्यहाँ म सफल भए लाग्छ मलाई, किनकि यदि मेरो जीवनले, यदि मैले कसैलाई एउटा उद्देश्य दिन सक्छु, कसैलाई एउटा ऊर्जा दिन सक्छु भने त्यो मेरो जीवन सफल हो। म एउटा विपदकर्मी पनि हो। मैले मेरो जीवनका धेरै समयमा लगभग 1.5 दशक समाजसेवामा अर्पित गरेका छु। भूकम्प, बाढी, विद्यार्थीलाई विद्यालय पुर्याउने क्रममा लागिरहेको छु। 2टा घटना भए मेरो जीवनमा, जसले मेरो किन समाजसेवा र किन सेवामा लाग्नुपर्छ भन्ने 2टा घटना भए। एउटा घटना थियो आजभन्दा 9 वर्ष अगाडि, जब म पाथिभरा देवीको दर्शनमा गएँ। अचम्म लाग्ला, यति हिमालसँगै मैले 11 चोटि पाथिभरा देवीको दर्शन पनि गरिसकेका छु। देवीको कृपा म माथि बनिसकेको छ, बन्दैछ, अघि पनि देवीले बोलाउनुहुन्छ। 9 वर्ष अगाडि पाथिभराको दर्शन जाँदाखेरि सबै पहिले पक्कै जानै भएको छ होला। मन्दिर दर्शन पछाडि तल आउँदा एउटा बुवाले एउटा सानो नानीलाई आफ्नो काखमा लिएर बोकेर कुद्नु हुँदै थियो। म बिस्तारै हिँड्ने लखर। मैले के भने, हो कस्तो छिटो हिँडेको, अब हामीलाई त्यही लाग्यो। तल काफलेपाटी पुग्दा तपाईँ त काफलपाटीबाट अलिक पुग्नुभन्दा अगाडि उकालोबाट काफलपाटी पुरै देखिन्छ नि, बजार देखिन्छ, देख्नु भएको छ। त्यहाँ पुग्दा माथिबाट भिड देखेँ। अझै नजिक जाँदाखेरि एउटा खाटमा एउटा आमाले एउटा नानी जसले मृत्युवरण गरिसकेका थियो काखमा बोक्नु भएको थियो। माथि लेक लागेको त्यो नानीले अक्सिजन नपाएर आफ्नो ज्यान गुमाउनु परेको थियो। आफू निर्बल भएर त्यो आमालाई केही नगर्न सक्ने अवस्थामा आफू रहेर म त्यहाँबाट अगाडि बढेँ। बाटोभरि एउटै प्रश्न मेरो मनमा थियो, त्यहाँ अक्सिजन भएको भए त्यो नानी जोगिन्थ्यो त? त्यो प्रश्नले मलाई पिरोल्दै गयो। इलाम नपुग्दै मेरा धेरै साथीभाइसँग सल्लाह गरेर हामीले पाथिभरा अक्सिजन परियोजनाको जन्म गऱ्यौँ। 1 महिना नबित्दै अहिले पाथिभरामा 9 वर्ष भयो।
पोर्टेबल अक्सिजन सिलिन्डरको स्थापना गरेका छौँ 9 वर्ष अगाडि र आजसम्म त्यस पश्चात एउटा पनि नानीले ज्यान गुमाउनु परेको छैन। यो हो मेरो जीवनको एउटा सार। आज तपाईँ जानुभयो भने त्यहाँ निःशुल्क अक्सिजन, निःशुल्क औषधि, निःशुल्क सेनिटरी प्याड पाउनुहुन्छ। कसैले पनि जीवन नगुमाउनु परोस् र हाम्रो अगाडि कुनै घटना भएको छ भने त्यो घटनाको कारक हामी नभए पनि त्यो घटनाको समाधानको पूरक भन्न सकौँ भन्ने प्रयास गर्नु होला। यही क्रममा 2082 सालमा जाजरकोटको नलगाड र पुसे पुग्ने अवसर आयो। 2082 सालको भूकम्प कसैलाई याद छ भने म आरएसके सेल्टर नामक एउटा संस्थालाई नेपालमा लिड गर्छु जसले अस्थायी टहराहरू निर्माण गर्नुहुन्छ। तपाईँहरूको संरचनामा नजिकमा अस्ति टापु भने इलामको टापु जहाँ अस्ति बाढी गएको थियो त्यहाँ पनि हामी पुगेका थियौँ। बिचमा अलिक म पनि विलासतातिर गइसकेका थिएँ कि ब्रान्डेड लाउने, अलिक राम्रो ठाउँ जाने, ब्रान्डेड जाने के छ होइन। अनि त्यस्तोमा पुगिसकेका थिएँ। चस्मा यता हुँदैन त्यता खानु हुँदैन। र जो 82 सालमा जाजरकोटको नलगाड पुग्यो नि, भुइँमा सुत्नु परेको थियो किनकि ती माटा र ढुङ्गाका घर टिक्ने अवस्थामा थिएन। पाहालमा मान्छे सुतिरहेको थिए। अनि म पनि उहाँहरूको लागि अस्थायी टहरा बनाउन गएको थिएँ। मसँग पनि हाम्रो 8586मा क्याम्पिङ टेन्ट पाउँछ अरे होइन, त्यस्तो टेन्ट थियो। तर मैले आँट गरेर त्यो निकाल्ने। प्लास्टिकको छाप्रोमा सुतिरहेको आमा र नानीको अगाडि म आफ्नो टेन्ट लाउन सक्दिनँ थिएँ। मैले उहाँहरूको लागि बनाउनु जस्तो सेल्टर आफ्नो लागि बनाएँ। म त्यहाँ बसेँ। हामी दिनौँ काम गर्थ्यौँ, डाँडा काँडा जान्थ्यौँ। जसकोमा गयो जसले जे खाना दियो त्यही खान्थ्यौँ किनकि त्यहाँ होटल छैन, क्यान्टिन छैन, पसल पनि हतपते नजिकै छैन। एक दिन काम गर्ने क्रममा हामी लागि जुन विलासता छ नि, यो बेसिक्स जसलाई हामी बेसिक्स भन्छौँ नि, त्यो उहाँहरूको लागि लग्जरी हो। राम्रो खानु, अलग अलग छाना मुनि सुत्नु, भने जस्तो शौचालय जानु, पशु आमा र उसको नवजात शिशु एउटै कोठामा बसेको देखाएको छु मैले। एउटा छाना मुनि बिचमा प्लास्टिक बारिएको छ, यता भैँसीको गोठ छ, एउटा यता आमा सुत्केर सुत्नु भएको छ। यस्तोसम्म अवस्था देखिएका छन्। अनि एक दिन काम गर्ने क्रममा तल पुग्दै गर्दा खाना खुवाउनु भयो। खाना आयो, चामलका दाना जति नै त्यहाँ झिँगा थियो होला। यहाँ तपाईँले हेर्नुभयो भने डस्टबिनमा फ्याल्दो या कुहिएको भन्नुहुन्छ होला। मेरो हात काम्यो त्यो बेला किनकि मेरो त बानी थिएन। सो हात अगाडि बढाएँ, फेरि तन्काएँ। जब हातमा लिए उहाँले एउटा कुरा भन्नुभयो, बाबु तपाईँ त ठुलो मान्छे होइन, हाम्रो छोएको खानुहुन्न नि। त्यो वाक्यले मलाई के सम्झायो भन्दाखेरि मलाई नमार्नु लाग्ने खाना उहाँको लागि सबभन्दा राम्रो आहार हो जुन उहाँले आफ्नो छाक काटेर मलाई दिनुहुँदैछ। मैले त्यो ग्रहण गरेँ र त्यसले मलाई जीवनलाई अझै नजिकबाट हेर्ने बाटो पनि बतायो। यस्तै क्रमहरू चलिरहे। हिमालले धेरै कुरा सिकायो। जीवन यात्राले सङ्घर्ष र भोगाइ सिकाएको छ। एउटा सानो परिवार छ जहाँ मेरो आमा हुनुहुन्छ, मेरो नानी छ 4 वर्षको छोरो गर्वित भन्ने, मेरो श्रीमती डिम्पल अग्रवाल हुनुहुन्छ, चार्टर्ड अकाउन्टेन्ट हुन्छ। मेरा केही दृश्य अदृश्यमा देखिने प्रिय पात्रहरू हुनुहुन्छ जसले मलाई ऊर्जा दिइराख्नु भएको छ। मैले आफूलाई सार्थक चिनाउनु छ भने, मैले मेरो जीवनमा केही गरेको छु भने मेरो प्रयास त्यो रहनेछ कि मेरो प्रयासले कसैको मुखारमा मुस्कान र जीवनमा आराम आउन सक्छ भने म आफूलाई सफल मान्छु। जीवन कथा चल्ने रहनेछ। भर्खर जवानै छु होइन, 38 मात्र पुगेको छु र अर्को म मारवाडी समुदायलाई बिलङ गर्छु। जो तपाईँलाई भन्नुहुन्छ मारवाडी भन्नुहुन्छ नि, म मारवाडी समुदायलाई बिलङ गर्छु र सायद म मात्र होला गाँठिस मारवाडी नभएको है, अरू गाँठिस नै हुँदो रहेछ नि। ठिकै छ, सरजी कथा चलिरहनेछन्। यो अवसर दिनको लागि मनोजजी र 8586लाई है कहाँको चर्चा गरौँ त। नवराजी हुनु त सबैलाई उहाँको कविता सुन्न सबैलाई हतार भएको होला। यो छिट्टो गए त हुन्थ्यो भन्ने छ होइन।
आज दाइ सुनाउनु भनेपछि आज हामी लकी छौँ है दाइलाई सुनाउन पाइरहेछौँ। सङ्घ संस्थासँग पनि काम गरेको छु मैले। अब रोटरी क्लब कसैलाई थाहा छ भने रोटरी क्लब बिरतामनी टाउनको चार्टर प्रेसिडेन्ट छु। योभन्दा अगाडि अच्छा एउटा कुरा भन्न बिर्सेँ, यहाँ भाइलाई हेरेर ठ्याक्कै याद आयो। हामी जहिले पनि दोष दिएर आउँछौँ सबैलाई, म पनि दोष दिएर आउँछौँ। सिस्टम इज नट गुड, गभर्मेन्ट इज फेलियर, यो भएन त्यो भएन, म पनि दोष दिएर आउँथेँ। लगभग 1 दशकसम्म दोष पनि दिएँ। तर फेरि यो भान भयो कि आफै यो सिस्टमभित्र पसेर सिस्टम चेन्ज गर्न सकिन्छ, सिस्टम बाहिर रहेर सिस्टम चेन्ज गर्न सकिँदैन। तसर्थ 2079 सालमा चैत महिनामा मैले आफ्नो राजनीतिक यात्रा सुरु गरेँ। मैले राष्ट्र स्वतन्त्र पार्टीको केन्द्र विभाग, मानव संसाधन प्रबन्धन विभागको केन्द्र सदस्यको रूपमा रहेर आफ्नो राजनीतिक यात्रा सुरु गरेँ। 2082 को अस्तिको चुनावमा पनि समानुपातिको लिस्टमा थिएँ तर पर्न सकिनँ, किनकि राम्रो अब फेरि पनि आउँछु, किनकि फेलियर गर्दा गर्दै मान्छे अगाडि बढ्छ। सम्भवतः भोलि पर्सि तपाईँहरूको घर दैलो म फेरि भोट माग्न पनि आउन सक्छु है म। अनि त्यहाँबाट मैले मेरो राजनीतिक यात्रा पनि सुरु गरेको छु, किनकि 45 देखि माथिका, मैले अस्ति अधिवेशन हुँदै गर्दा पनि भने 45 देखि माथिका व्यक्तिहरूको राजनीतिमा काम छैन। जस्ट ट्रान्सफर इट टु द न्यू जेनेरेसन। अब यो 30 देखि 45 सम्म हो। 45 सम्म तपाईँ इलेक्ट हुनुभयो भने ठिक छ, 10 वर्ष काम गर्नुहोस्, नभए बिदा लिनुहोस्। किनकि अब यो देश, जुन युवाले देशलाई दोष दिइरहेको छ, अब यो युवाले नै यो देशलाई सम्हाल्छ जस्तो मलाई लाग्छ। त्यही भएर राजनीतिमा अहिले आएको छु। विद्यालय सञ्चालन भइरहेको छ, परिवारसँग रहेको छु। हिमालका कुराहरूमा धेरै धेरै दुःखहरू छन्। हिमालमा मलाई त अरूसँग हेर्दै यी त सामान्य होचाइ हुन्, जुन मलाई तपाईँलाई सुनाएको त 2टा सामान्य होचाइ हुन्। हेर्दै गर्दाखेरि त केही व्यक्तिले तपाईँलाई डिमोरलाइज नै गर्नुहुन्छ त्यो ठाउँमा क्या। तर त्यसलाई डिमोरलाइज हुँदैन। रोएको छु कतिचोटि हिमालमा, हिँड्दा हिँड्दै त्यो खुट्टाले नसक्ने, अनि जुत्ता खोल्दाखेरि त्यो रातो भएर छाला उक्किने पीडा हुन्छ। तर एकछिन पछाडि फेरि त्यो खुट्टा त्यहाँ हालेर हिँडेको छु। रमाइलो पनि एउटा भएको छ। हिङलुङबाट फर्किँदै गर्दा क्याम्प 3 मा मेरो एकजना साथीलाई अल्टिट्युड सिकनेस लागेछ, उहाँलाई रेस्क्यु गर्नुपर्ने भयो। हेलिकप्टर बोलाइयो। क्याम्प 3 मा हेलिकप्टर आउन सक्दैन, त्यसपछि क्याम्प 2 मा बोलाइयो। क्याम्प 3 देखि क्याम्प 2 सम्म म साधारण हाम्रो यो साधारण ट्रेकिङ सुज लगाएर गएको थिएँ, किनकि मेरो जुत्ताहरू मैले 1 दिन अगाडि नै पठाइसकेको थिएँ, किनकि नेक्स्ट डे आनन्द जानु छ। हाम्रो भाइलाई गाह्रो भए पछाडि त्यहाँ लग्यो। क्याम्प 2 मा हेलिकप्टर आयो। हेलिकप्टर आउने बित्तिकै मेरो साथीलाई छोडेर रेस्क्युवालाले मलाई बोकेर लग्यो छिटो छिटो। उहाँलाई के लाग्यो, यो मान्छे नै होला, यसलाई रेस्क्यु गर्नुपर्ने होला, हटहट बोकेर लानु भएछ। अनि चामे पुग्यौँ। अब उहाँले हेर्दा त अर्को मान्छे हट्टाकट्टा थियो होइन, मलाई देखेर त ठाने। अनि चामे पुग्यौँ। चामे पनि जसरी ओर्ल्याउँ, सिडिओले लु रेस्क्युको मान्छे डाटा लिन आइहाल्नु भनेर फेरि बोकेर लगेछन् मलाई त्यहाँ। अनि फेरि विडम्बना है, यो माउन्टेनिङ स्टेसनको एउटा विडम्बना छ। हुन त राज्यको अलिकता फितलोपन पनि देखि, तर सुन्न जरुरी छ। त्यो रेस्क्यु सिटमा त्यो भाइको नाम लेखेको थियो। त्यो हेलिकप्टरमा 4 जनाको ठाउँ थियो। रेस्क्युसँग म पनि जान पाउँथेँ। चामेमा त्यो रोकियो। कतिजना हिमाल चढ्नेलाई थाहा होला, रेस्क्यु गर्दाखेरि नजिकको पुलिस स्टेसन या सिडिओलाई त्यहाँ जानकारी गराउनु पर्ने हुन्छ। उहाँको सिडिओलाई जानकारी गराइयो। एकछिन पछाडि उहाँले मलाई तपाईँ उत्रिनुहोस्, तपाईँ जान मिल्दैन, तपाईँलाई अर्को हेलिकप्टर पठाउँछौँ भन्नुभयो। मलाई केही इसेन्सियल काम होला, उहाँले रोक्नु भएको रहेछ। मलाई सिडिओको अफिसमा लग्यो। म त्यहाँ गएर एकछिन बसेँ पनि। एकछिन पछाडि थाहा भयो छोरी ज्वाइँलाई चाहिँ काठमाडौँ पठाउनु पर्ने रहेछ। अनि मलाई त्यहाँ उतार्यो। अनि त्यस पछाडि धेरै 1-2 घन्टा बसाएपछि मेरो खुट्टा सुन्निएको थियो क्या, मलाई थाहा थिएन, हिँड्नै सकिएन। अब चामेको सिडिओदेखि पुलिस स्टेसन बजार कसरी गयो, त्यहाँदेखि गाडी कसरी चढ्यो, त्यो आफ्नै ठुलो दुखान्त छ। तर ठिक छ, मैले अघि भने जस्तै सुरुमा तपाईँ कसरी कहाँ पुग्नुहुन्छ कसैले देख्दैन, तपाईँ कहाँ पुग्नुहुन्छ त सबैले देख्छन्। जुन दिन मेरो हातमा त्यो हिमलुङ चढेको प्रमाणपत्र आयो, दर्जन शुभकामना पाएँ। मेरो यात्रा कसैले सुन्दैन, तपाईँको यात्रा पनि कसैले सुन्दैन।
तर आफ्नो यात्रा बताउन सक्नुभयो भने अरूको यात्रालाई तपाईँ सहज बनाउन सक्नुहुन्छ। अरूको पीडालाई मान्न सक्नुभयो भने त्यही पाथिभरामा तपाईँ जस्तो कोही एक व्यक्तिले अरू केही सहज काम गर्न सक्छ। त्यही जाजरकोटमा तपाईँ जस्तो कुनै व्यक्तिले एउटा टहरा बनाइदिन सक्छ होला। त्यही चिम्टीको बालबालिकाहरूलाई पढ्ने माहौल बनिदिन सक्छ होला। अब भन्दै गयो भने धेरै रहन्छ, सुन्न पनि रहर नगर्नुहोला। र यति कुराहरू भन्दै आज तपाईँहरूको माझबाट म बिदा लिन चाहन्छु। सरोज जोशीको कथा फेरि पनि चलिरहनेछ। धन्यवाद।